हेलो अनि फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो च्यानल अनि ब्लगमा जसको नाम चाहिँ AK Vlogs-24 हो र मेरो यो पालीको ब्लगले चाहिँ कभर गर्ने छ ग्याल्पो लोसर जुन चाहिँ शेर्पा न्यू इयर हो। यो फेस्टिभल चाहिँ अकर्डिङ टु द टिबेटन क्यालेन्डर फेब्रुअरी और मार्चमा पर्न सक्छ र यो पालीको 2025 को यो ग्याल्पो लोसर चाहिँ तपाईहरुको फेब्रुअरी 28 देखि सुरु छ है। लोसरमा चाहिँ यसरी सजाउँछ है खाप्सीहरु यसरी सगुनहरु यसरी लानुपर्छ। हाम्रो दाजु र भाउजू पनि आइपुग्नु भएको छ है अल द वे फ्रम दिल्ली सगुन ल्याएर पोपोको आशीर्वाद लिनु। खै हाम्रो ब्लगरले चाहिँ कति भेट्ने आएछ ब्लगरमा पुरै रहेछ पगरा त पर्दैन कति पायो पुरै बात छ गान्धी चाहिँ मेरो ज्वाइँलाई धेरै भन्दै मेरो ज्वाइँ अझै घरको पानी बढेर टाउर दिँदै दोकानहरू ठुलो आशीर्वाद छ मेरो ज्वाइँले हो आइसि पुलिसको उयो भन्नु थियो अब त्यो राम्रो होइन म एज पुगे गुडियाले नि लाउँदैछ यहाँ एक पैसा नदिउ उठेछु यसरी आशीर्वाद दिनु हुन्छ है मोले र यसरी चाहिँ ढोक गरिन्छ ता छेसममा र लेडिज एन्ड जेन्टलमेन र मेरो भ्युवर्सहरू दिस इज अल्केश योन्जन यो चाहिँ मेरो ब्लग हो र प्लिज डु सब्सक्राइब लाइक एन्ड सेयर र त्यो चाहिँ मेरो पुरा लोसरको ब्लग हुनेछ र हाम्रो यहाँ अरूले सजेको छ है र यता भर्खरै मात्र उठ्नु भएछ र फेस वासहरू लगाएर हुँदैछ काकालाई ह्याप्पी लोसर छ आउँदैछु ह्याप्पी लोसर फेस वास कुन चाहिँ हो काका यो फरेनको ए आमा क्रेमा अरे अन्त
भर्खर उठेको होला यता आमालाई चाहिँ हामी इट होक गर्दै ह्याप्पी लोसर आमा मेज पाउनु भयो मेरो चाहिँ लु पबला पनि अब ह्याप्पी लोसर लु जानुभएको है होइन आफूलाई र किचनमा चाहिँ के हुँदैछ भने चाहिँ यहाँ हाम्रो ठुलो बाबाले चाहिँ सबै मासुको जिम्मा लिनुभएको रहेछ र भर्खरै बिफ सकेर चाहिँ यता चिकनमा लाग्नु भएको रहेछ र चिकनमा चाहिँ खसी होला भाउजू नै बिजी छ हाम्रो यहाँ सिङ चाहिँ टिका लाएर यहाँ छ्याङ्गो दिएको छ यो चाहिँ 3 खेप भइसक्यो यहाँ फिस फ्राई अखिलदाले हेर्दैछ यो चाहिँ यो चाहिँ खसी मासु खसीको मासु पनि यहाँ तयार छ ठुलो मामा चाहिँ अलिक ब्युटी भएर पुरा लजाउँदो रहेछ आमा मेरो भिउरालाई भन्थ्यो नि त अलु जरा कटिङ हुँदैछ यहाँ कटिङ हुँदैछ यहाँ आमालाई यहाँ चाहिँ अलिक उयो छ हात पनि त्यस्तो मुख पनि छिटो छ अहिले चाहिँ घर पनि कलर लाएर एकदम जरा चाहिँ कसको डिपार्टमेन्ट हो उसिन्दै रहेछ यहाँ चाहिँ जरा चाहिँ किन जरा चाहिँ किन उसिनेको हो ठुलो मामाले भनेको उसिने पहिला नयाँ पार गरेर बनाउँदो रहेछ है फर्स्ट टाइम देखेको मैले पनि मेरो ब्लगले चाहिँ कपिराइट पुरा पाउने रहेछ है किन ब्याकग्राउन्डमा पुरा गीत बज्दैछ बन्द गरेर त मलाई कुट्छ अहिले आएको हो मुला एन्ड छुर्पीको अचार र यहाँ भाउजू दिक्षेन भाउजूले चाहिँ स्पेसल मसरुम बनाउँदैछ कति डिलिसियस देख्दैछ है हाम्रो भाउजूले बनाएको यहाँ यो चाहिँ छ्याङ्गु हो यो चाहिँ लोसरको एकदमै स्पेसल ड्रिङ्क यहाँ चाहिँ छ्याङ्गु रेडी भइसकेको छ है हाम्रो बाबा कहाँ पुग्यो बाबा पानीहरू भरेर जानुभएछ है पानीहरू भरिसक्यो अरे कि कुखुरा लिएर आउँछ अरे फाइनली द न्युली वेड कपल्स पनि यहाँ आइपुग्यो है उहाँहरू चाहिँ हाम्रो दिक्षेन भाउजूको चाहिँ बहिनी एन्ड ज्वाइँ हो हाम्रो बडा पनि है पोखराबाट एकदम हामीलाई ढोक दिँदै यो चाहिँ आइटमहरू है बाँकी छ आज यहाँ लगाउनु हुँदै बुहारी चाहिँ यसरी हाम्रो बडाले चाहिँ आशीर्वाद दिँदै हाम्रो ठुलो बाबालाई है यहाँ पोखराबाट डिजिटल जमानामा है डिजिटल ढोक आज माथि छ ऊ टिकाहरू लगाइदिँदैछ ठिकै छ नानी ल लोसारको धेरै 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 आशीर्वाद छ ल
यो चाहिँ पर देख्दै गरेको चाहिँ हाम्रो अरिङखली काटेर टुङपट्टिको भ्यू हो है। यता चाहिँ पर्स्याङ चाहिँ अझै अलिक दिन राम्रो नभएर चाहिँ छोपिसकेको रहेछ है। आजको वेदर अपडेट तलतिर चाहिँ This is me, hey? This is Alkesh Yonzen. This is my vlog, my vlogs. मेरो ब्लगको मेरो च्यानलको नाम चाहिँ AK Vlogs 24 है। र सबैले मेरो च्यानललाई चाहिँ लाइक सब्सक्राइब एन्ड सेयर गरिदिनु होला है। र यसरी तपाईँहरूलाई अझै हाम्रो अझै अपडेटहरू यहाँ मेरो लोसरको दिँदैछु गर्छु। थ्याङ्क यू फर वाचिङ र हेर्दै गर्छु होला। क्याउको फोटोहरू पठाइदिएछ अरे अन्त मैले नलजाइ सोध्नु मिसलाई भनेर भन्दै थिएँ ल भनेको छु हेर आज ट्युसन जाँदैन हामी ल अब हामी चाहिँ यता माइली मोमोपट्टि लाग्दैछु यता नखिच्नु भन्दैछ माइली मोमो घर चाहिँ हो हामी यहाँबाट आएको बेसी डिस्टेन्स छैन यहाँ चाहिँ एकदम टाढैबाट आउनु भएको हो है झोलाहरू हेरिहाल्नुहोस् होला यसरी छ है लोसरहरू यसरी हुन्छ लोसर को पनि छैन रहेछ ओहो रहेछ नि त यहाँ आया छ्याङ्गो खान्थ्यो होला है सकिरहले मोमोले चाहिँ आशीर्वाद दिँदै एकदम आशीर्वाद बुहारीहरूलाई मेरो बुहारीहरूलाई खै नान्नुलाई चाहिँ पहिला लगाइदिन्छु ल हाम्रो हिरो आज स्कुल गएन है आज छुट्टी दियो छुट्टी छुट्टी त भयो त लागेन यता यता लु त भेनासँग छुट्टी त भयो लागेन आज आफ्नै छुट्टी भेनाको बारी हो भेनाको यता हाम्रो भाउजूले चाहिँ यता चिसममा भागहरू चढाउँदै गरेको दृश्य आज म पनि धोइ भएन यस्तो बिजी भएको के भयो तिम्रो बिजी भएर यस्तो बजी पत्ती भोलिको चाहिँ राम्रै भइकन हुन्छ भोलि सकिन्छ त अब यहाँ भोलि कहाँ सकिन्छ पुग्नेसम्म नै हुन्छ आशीर्वाद योभन्दा राम्रो भएर जाओस् मेरो नाति हुन्छ यसरी कल्याणी So this is how it's done, right? म त यस्तोले गरिदिन्छु बेलामै लु अब चाहिँ हाम्रो मेन क्यारेक्टरको टर्न आयो यहाँनिर ब्लगर मिस्टर अल्केश योन्जन is ready to take the blessings of our grandmother.
खाऊ न खानु पनि पर्छ नि राम्रो होस् अझै राम्रो गरेर खानु नदिने राम्रो होस् अझै exam आज ICC आइपुग्यो ए आइपुगेछ मेरो दादा आइपुग्छ जस्तो लाग्छ मलाई जयहरु होइन भन्दै थियो त है यो पालि चिसो छ नि हुन्छ ए बाबा आइपुग्नु भएको रहेछ बाबा स्कुटीमा आउनुहुँदैछ को आयो चिसो भयो स्कुटीमा आर्मीले बाबा को होला नि अल्केशको ड्याड हो ए घुमौती भयो नि है अलि घटेछ तर खेल्छन् मोड टाक्छ नि होइन म त अलि दुई त घटेको छ अन्न त घटेको छ त्यस्तै हुन्छ मेरो बुहारी अलिक नखेरी ए अल्केश के भनेको तिमीले भ्लग खिचेको अरे म मेरो फोन चाहिँ के बिहा चाहिँ गरेछ नि त है बहिनीले हजुर आइरहनु भएको छ दिदी ए आयो यही गैरी गाउँमै भन्दै थियो त कसरी भेट्यो हौ गैरी गाउँमा फेसबुकमा पनि होला देखि मैले तपाईँलाई भनेको थिएँ नि म चिन्छु भनेर देखि हो अघि त्यस्तै त छ तिमीलाई पनि चिन्दो रहेछ त्यही त भनेको त कस्तो लाग्यो कसरी चिनेको उयसलाई नर्दन बुढीलाई झन् तँ भन्दास् ए हो ए हो अनिलले हामीलाई छ्याङ्गो ल्याइनु भएछ अन्त अल्कालाई मिठो लाग्यो ए अल्काले लगेको छ उसलाई हो चिसो भयो चिसो भाइको चाहिँ पेपरहरू अलिक साह्रो थियो अरे ऊ त नपढेर साह्रो भएको होला देवान आइज न एक्जाम सक्ने बित्तिकै त आएको हाम्रो भाइ चाहिँ कस्तो भयो एक्जाम रिजल्टमा हेर्नु है ए ओके मोमेन्टमको बोर्ड मेरो हुन्छ राम्रो पढ्नु पढ्नुमा ध्यान दिनु पढेर राम्रो ठुलो मान्छे होस् मोमेन्टमको बोर्डमा चाहिँ मेरो फोटो हुन्छ छोरी मान्छेको रिप्लेस र लेजेन्ड भाइ हामी चाहिँ नोर्दन काकाको घरमा आइपुगेँ यहाँ काकी अकाईले हाई भनिदेऊ पापालाई हाई भनिदेऊ हाई पापालाई हाई भनिदेऊ के रहेछ ला के रहेछ यहाँ अका यहाँ के रहेछ वाट इज दिस हाई अल्केश हाई भन्दैछ अल्केश हाई भन्दैछ अकाई पापा चाहिँ एकदम केवङलाई आइसिसी गराएर लिएर आएर पनि यहाँ हाम्रो भाइ आउँदैछ मैले बाबासँग बात मार्दैछ मोमोले थैली त्यहाँ मुनि राखेको छ नेक्स्ट
नेक्स्ट नेक्स्ट नेक्स्ट आन्टीलाई पुरा फोमो हुँदो रहेछ नि त है लोसरको टोक यता भाग चाहिँ पपाल थाप्दिनु नि त आशीर्वाद ल आशीर्वाद धेरै धेरै ल आन्टीलाई पुरा फोमो हुँदो रहेछ फोमो है ए अहिले के पाके सब देखाउनु भन्नुहुन्छ आमाले अहिले त्यहाँ खाएको पनि देखाउनु भन्नुहुन्छ फेरि होइन त्यस्तै हो एक्जाम चाहिँ है सुपर हो नि है ओ उसको मोमेन्टममा बस्छ अरे फोटो एक्जाम कस्तो छोड नाइजीलाई मैले रिप्लेस गर्छु अब एक्जाम कस्तो भयो है ड्युटीमा आज पनि दिदी साँच्ची यो पासोरामा किन 85 काम छ नाति नाति ला के भयो नि अघिल्लाले कुच्चोसँगै खाइदियो क्या हौ लुकेल साङले यहाँ कोसली ल्याएर राखिदिँदै गरेको दृश्य कतिको सिकेछ भाइले लु खाऊ न मुखमा खानुपर्छ आशीर्वाद पनि मनमा आशीर्वाद अङ्गहरू आउँछ अरे है उयो दिने न त के चाहिँ त्यो यो कुच्चै कहाँ थियो अघिसम्म कुच्चो हराएर यहाँ पुग्यो अब कुच्चो काण्ड भयो अब एकछिन नजर हिँड्यो अरे अङ्गमा नि खै कुनी सोधेको छैन मैले फोन गर्दा के अरे कुन्जाको एक्जाम सकेर पाएर कस्तो दबा नहीं दुआ की त्यस्तो एक्जामहरु ल सबभन्दा बेसी चाहिँ मेरो नेपालीमा आउँछ यी ढोक तपाईलाई त्यो काकीमा गयो ल हामी आउँछ अब हाम्रो आस्थिङ चाहिँ डाउन भइसकेको छ आस्थिङ उठिएन ल बाबा पनि आइपुगेछ ल सबलाई पनि हाम्रो लाखो काकाले अब मिठो आवाजमा सुरिलो स्वरमा गाना गाउनु आँटेको छ अब हाम्रो यता आसिङले चाहिँ कोरस दिनु आँटेको छ
अलिकति खाए दाहिने 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 कुम कृपा गरिराखेको छोरा पढ्दैन मलाई हातमा दिनु अलिकति दस्तो त गर्नुपर्छ होइन दस्तो कि यो चाहिँ या जादू बाला है या नशा आइपुगेछ है सिलगढीबाट कति बजी हिँडेको भाइ तिमीहरू आफ्टर एक्जाम एक्जाम्स हेर्न आज तिम्रो कति मार्क्स आउँछ त आज एक्जाम्समा राम्रो भएन ला न्यू र गिङबाट आउनु भएको छ यहाँ है गिङबाट Come on,
अभी लु अरे पालामा गर्थ्यो डालामा अहिले त हाम्रो पालामा मकै छैन डालामा Papa, don't disturb. DS, आउन. Come, DS. मोमो आउनु दिशै दे. सकिला